नमस्कार सबैजनालाई। म सीएस सुमित श्रेष्ठ र आज हामी एक्जिम कोडको बारेमा सम्पूर्ण कुराहरू सिक्न जाँदैछौँ। एक्जिम कोड लिनुपर्ने हामीहरूले कुन बेला हुन्छ भन्दा यदि हामीहरूले कुनै पनि सामग्रीहरू इम्पोर्ट गर्दैछौँ अथवा एक्सपोर्ट गर्दैछौँ भने चाहिँ त्यो समयमा हामीहरूले एक्जिम कोड लिनुपर्ने हुन्छ। र जस्तै यो कसरी पनि हामीहरूले थाहा पाउन सकिन्छ भन्दा एक्जिम कोडको फुल फर्मबाट नै। एक्जिम कोडको मिनिङ चाहिँ के हो भन्दा एक्सपोर्ट इम्पोर्ट कोड। इएक्स भनेको चाहिँ एक्सपोर्ट भयो अनि आइएम भनेको चाहिँ हाम्रो इम्पोर्ट भयो। एक्सपोर्ट इम्पोर्ट कोडलाई नै हामीले सर्ट समरीमा अथवा हामीले चलन चल्तीमा एक्जिम कोड भनेर भनिन्छ। यो चाहिँ हामीले लिइसके पश्चात प्रत्येक वर्ष असार मसान्तभित्र चाहिँ हामीले रिन्यू गर्नुपर्ने हुन्छ। र आज हामी एक्जिम कोड कसरी निकाल्ने भनेर स्टेप बाई स्टेप प्रोसेस सम्पूर्ण प्रोसेसहरू सिक्न जाँदैछौँ। यसको लागि हामीहरूले स्क्रिनमा देखाए बमोजिम डिटेल्स र डकुमेन्ट चाहिने हुन्छ। जस्तै फर्स्ट त हाम्रो कम्पनी भइसकेपछि प्रोप्राइटरसिप फर्म, त्यसको प्यान नम्बर चाहियो र इमेल आइडी जुन एक्टिभ होस् र ओटिपी आयो भने हामीहरूले ओटिपी हेर्न सकौँ र फोन नम्बर, कम्पनीको फोन नम्बर अथवा प्रोप्राइटरको फोन नम्बर, त्यस साथै हाम्रो कम्पनीको प्रोप्राइटरको डिटेलहरू, पर्सनल डिटेल, फादर नेम, ग्रान्डफादर नेम, स्पाउस भन्नाले चाहिँ के बुझिन्छ भन्दा बुढा अथवा बुढी, केटा हुनुहुन्छ भने उहाँको वाइफ र केटी हुनुहुन्छ भने उहाँको हस्बेन्डलाई चाहिँ स्पाउस भनेर बुझिन्छ। त्यस साथसाथै हामीहरूले एक्जिम कोड निकाल्नको लागि चाहिँ यदि हामीहरूले ट्रेडिङ बिजनेस अथवा हामीहरूले खरिद बिक्री कुनै पनि सामग्री खरिद बिक्री गर्ने काम गर्छौँ भने वाणिज्य विभाग जुन बबर मलमा छ त्यहाँदेखि रजिस्टर गरेर सर्टिफिकेट लिनुपर्ने हुन्छ। अथवा हामीहरूले यदि म्यानुफ्याक्चरिङमा छौँ भने चाहिँ अथवा हामीहरूले म्यानुफ्याक्चरिङ गर्छौँ भने चाहिँ के गर्नु पर्यो, हामीहरूले साना तथा घरेलु उद्योग अथवा उद्योग विभागबाट सर्टिफिकेट लिनु पर्यो अथवा रजिस्टर गर्नु पर्यो त्यहाँ। त्यसको सर्टिफिकेट चाहिने हुन्छ र प्रोप्राइटरको चाहिँ पासपोर्ट साइजको फोटो। यो सबै डिटेलहरू भए पश्चात चाहिँ हामी के गर्न सकिन्छ, अब अनलाइन प्रोसेस गर्न सकिन्छ। यसको लागि हामी के गर्छौँ, वेब ब्राउजर ओपन गर्छौँ। nmsw.gov.np मा नेपाल नेसनल सिङ्गल विन्डोजमा। त्यस पश्चात हामी एक्जिम एप्लिकेसनमा एप्लाई फर न्यूमा जानेछौँ। फर्स्टमा हामीले जुन बिजनेसको लागि एक्जिम लिनेछौँ त्यसको प्यान नम्बर हाल्नुपर्ने हुन्छ, बिजनेस प्यान। त्यस पश्चात हाम्रो कम्पनीको नाम अटोमेटिक देखाउनेछ। हामीले प्रोप्राइटरसिपको बिजनेसको प्यान, प्रोप्राइटरसिप बिजनेसको एक्जिम कोड लिने भएको हुनाले पर्सनल प्यान र बिजनेस प्यान सेम नै हुनेछ यसको। अनि कम्पनीको इमेल आइडी हाल्नेछौँ हामीले, कम्पनीको इमेल आइडी राख्नेछौँ हामीले। त्यस पश्चात टाइम थ्रोबाट क्लिक गरेर प्रोसिड गर्नेछौँ। अब कम्पनीको इमेलमा ओटिपी जानेछ। इमेलमा आएको 6 डिजिटको ओटिपी हामीले यसमा राख्नेछौँ। त्यस पश्चात हामीले नेक्स्टमा क्लिक गर्नेछौँ। नेक्स्टमा क्लिक गरे पश्चात हाम्रो हामीलाई यस्तो ट्याब आउनेछ जुनमा हामीले यदि इम्पोर्ट गर्ने भने इम्पोर्ट, एक्सपोर्ट गर्ने भने एक्सपोर्ट अथवा इम्पोर्ट एक्सपोर्ट दुईवटै गर्ने भने इम्पोर्ट एक्सपोर्टमा क्लिक गर्नेछौँ। र हामीलाई डकुमेन्ट अथवा डिटेलहरू भेरिफाई गर्नको लागि आफ्नो नजिकको कस्टम अफिस कहाँ हुन्छ त्यहाँ सिलेक्ट गर्नेछौँ। यदि भैरवा भरतपुर तिर हुनुहुन्छ भने त्यो साइडमा कस्टम अफिसतिर जान सक्नुहुनेछ। अथवा हजुर काठमाडौँमा हुनुहुन्छ भने टिआइएमा गएर त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा गएर भेरिफाई गर्न सक्नुहुनेछ।
यदि बिजनेस हजुरको फोन नम्बर छ भने फोन नम्बर क्लिक गर्नुहोस्। अनरको नाम राख्नुपर्ने हुन्छ यसमा। पोजिसन, फादर नेम, grandfather name, address, spouse name, spouse name मतलब केटा हुनुहुन्छ भने वाइफको नेम, केटी हुनुहुन्छ भने चाहिँ हस्बेन्डको नेम राख्नुपर्ने हुन्छ। इमेल आइडी, फोन नम्बर, स्ट्रिट नेम, नेक्स्ट गर्नुपर्ने हुन्छ। नेक्स्ट गर्दा अटोमेटिक रूपमा हजुरको डाटाहरू फिल भएर आउनेछ। क्रस चेक गर्नुहोस्। त्यसपश्चात नेक्स्ट गरेर यो ट्याबमा चाहिँ हामीले बिजनेस रजिस्ट्रेसनको बारेमा डिटेल भर्नुपर्ने हुन्छ। यदि हाम्रो कारोबार चाहिँ ट्रेडिङ बिजनेसको कुनै पनि सामान खरिद गरेर बिक्री गर्नेको हो भने चाहिँ हामी डिपार्टमेन्ट अफ कमर्स, सप्लाई एन्ड कन्ज्युमर प्रोटेक्सन भनेपछि हाम्रो यहाँ वाणिज्य विभाग छ बबरमहलमा, त्यहाँ रजिस्टर हुनुपर्ने हुन्छ। यदि त्यसमा रजिस्टर भएर एक्जिम कोड लिँदैछौँ भने चाहिँ रजिस्ट्रेसन नम्बर र फर्मको टाइप डिटेल हजुरले हाल्नुभयो भने यसमा बाँकी डिटेल दिन्छ। यदि हामी डिपार्टमेन्ट अफ इन्डस्ट्री उद्योग विभागमा रजिस्टर छौँ भने चाहिँ त्यसको डिटेल, रजिस्ट्रेसन नम्बर र टाइप अफ इन्डस्ट्री टाइप गऱ्यो भने चाहिँ बाँकी डिटेल अटोमेटिक दिने हुन्छ। अथवा यदि हामी त्यो दुईटामा छैन तर साना तथा मझौला उद्योगमा रजिस्टर छौँ भने चाहिँ हामीले यहाँ रजिस्ट्रेसन नम्बर हाल्नुपर्ने हुन्छ 32732/256। इन्डस्ट्री टाइप प्रोप्राइटरसिप फर्म भएको हुनाले हामीले प्राइभेट फर्म सिलेक्ट गर्छौँ र हामीले इन्डस्ट्रीको नाम लेख्दाखेरि यदि हजुरको यसमा चाहिँ नेपालीमा लेखेको हुन्छ, त्यो भएर इङ्ग्लिसमा नेम म्याच गर्नको लागि चाहिँ हामीले के गर्छौँ, प्यान नम्बर राख्छौँ। त्यसपछि हामीले देख्नेछौँ कि आइआरडीमा हामीले इङ्ग्लिसमा के नाम टाइप गरेको छ। हामीले यसलाई कपी गरेर नाम यहाँ राख्नेछौँ। इस्यु डेट राख्नुपर्ने हुन्छ। डेट राख्दा हजुरले जहिले पनि कसरी राख्नु पर्यो, फर्स्टमा डे राख्नु पर्यो, डे, त्यसपछि मन्थ, क्यापिटल, यस पश्चात हामीले नेक्स्ट गर्ने चाहिँ यदि कम्पनी रजिस्टरमा रजिस्टर छौँ भने यहाँ रजिस्ट्रेसन नम्बर पनि हाल्नुपर्ने हुन्छ। हामी प्रोप्राइटरसिप फर्म भएको हुनाले यति नै गरेर हामीले नेक्स्ट गर्नेछौँ। त्यसपश्चात हामीले यहाँ अनर्सको फोटो राख्नेछौँ। अनरको फोटो अपलोड गरे पश्चात हामीले सबमिट गर्नेछौँ र यो कोड जेनेरेट हुन्छ। यो कोड जेनेरेट भएको हामीले डिटेलहरू गएर अब टिआईमा चाहिँ सबमिट गर्नुपर्ने हुन्छ। यो सबमिट गरे पश्चात चाहिँ हामीले के हो, एक्जिम कोड चाहिँ हामीले पाउन सक्नेछौँ। हाम्रो एक्जिमको लागि डिटेलहरू सबमिट भइसकेको छ। यो डिटेल चाहिँ हामी त्रिवेणी इन्टरनेसनल एयरपोर्टको गभर्नमेन्टमा लगेर दिनुपर्ने हुन्छ, जसको लागि चाहिँ हामीले कम्पनी हाम्रो प्यान रजिस्ट्रेसन, कर चुक्ता र हामीले जुन डिटेल प्रोभाइड गरेछौँ
सानो तथा मझौला उद्योगमा रजिस्टर भएको त्यसको विवरण प्रिन्ट आउट गरेर विवरण पेश गर्नुपर्ने हुन्छ। त्यसपश्चात हाम्रो एक्जिम कोड चाहिँ हाम्रो इमेलमै आउने गर्दछ। धन्यवाद सम्पूर्ण भिडियो हेरिदिनु भएकोमा। आशा छ एक्जिम कोड रजिस्ट्रेसन सम्बन्धी सम्पूर्ण ज्ञानहरू हजुरलाई अथवा क्लियर भयो होला, हेल्पफुल भयो। एक्जिम कोड ट्याक्सेसन, बिजनेस रजिस्ट्रेसन तथा कम्प्लायन्स सर्भिसको लागि हजुरले ट्याक्स सल्युसन नेपाललाई सम्पर्क गर्न सक्नुहुन्छ। र यदि यो भिडियो हजुरलाई उपयोगी लाग्छ भने लाइक र सब्सक्राइब गरिदिनु होला। र कसैलाई यो भिडियो उपयोगी लाग्नेछ, हजुरको कसै साथीलाई चाहिनेछ भने उहाँलाई सेयर गरिदिनु होला। र यस्तै अन्य भिडियोहरू हेर्नको लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।